नमस्ते। आज मैले नेपाली इतिहासका यस्ता 5 दुःखद घटनाहरू लिएर प्रस्तुत भएको छु जसले तपाईँ हामीले आज पनि स्मरण गर्दा आङ सिरिङ्ग हुने खालका दुःखद घटनाहरू छन्। जुनमा मैले पहिलो नम्बरमा लिएको छु कोत पर्व। कोत पर्व भन्ने बित्तिकै यो चाहिँ 1846 सालमा भएको दुःखद घटना हो, दुःखद हत्याकाण्ड हो, जसमा शक्ति सत्ताको सङ्घर्षको नाममा सत्ता हत्याउनको निम्ति, पावरमा जानको निम्ति र आफ्ना मानिसहरूको चाहिँ गोलबन्द गर्नको निम्ति आफ्नै भाइदारहरूलाई निर्ममतापूर्वक घाँटी काटिएर रगतको खोलो बगाइयो राति अँध्यारोमा एउटा हलमा। यो साह्रै दुःखद घटना हो। किन यो दुःखद घटना हो भने यसले नेपालमा 104 वर्षसम्म राणा शासनको चाहिँ यसले जग हाल्यो। त्यसै गरी राणाहरूको चाहिँ निरङ्कुशताबाट जनताहरू शिक्षाबाट टाढिए, देश विकासबाट पछि पर्यो। किनभने निरङ्कुश राणाहरूले देशलाई आफ्नो पन्जामा लिएर बसे। त्यो रात केवल मान्छे मात्र काटिएन, लोकतन्त्रको सपना पनि रगतमा डुब्यो। त्यसैले यसलाई नेपाली इतिहासको दुःखद दुर्घटनाको रूपमा हेरिन्छ। त्यसैले यो घटनाबाट हामी नेपालीले ठुलो पाठ सिक्न सक्छौँ। त्यसै गरी मैले दोस्रो घटनाको रूपमा एङ्ग्लो नेपाली वारलाई लिएको छु। यो भनेको चाहिँ 1814 देखि 1816 अङ्ग्रेजसँग भएको युद्ध हो, जसमा वीर नेपालीहरूले साहस देखाए। अन्ततः सुगौली सन्धि गर्नु पर्यो, नेपालको हार भयो, तर स्वाभिमान गुमेन। हामीले के गुमायौँ भने ठुलो भूभाग दार्जिलिङ, कुमाऊ, गढवाल हामीले गुमायौँ। राष्ट्रिय स्वाभिमानमा चोट लाग्यो, वीरता थियो तर शक्ति असमान थियो। यसबाट हामी नेपालीहरूले आज पनि चित्त दुखाउँछौँ। आज पनि हामीलाई यो घटनाले दुखित बनाउँछ, किनभने हामीले हाम्रो राज्य गुमाउनु पर्यो। हाम्रो भूभाग चाहिँ आज भारतको भागमा पर्दछ। त्यति बेला त्यो भूभाग हामीले गुमाउन दिन सकेको भए आज नेपाल अझ विशाल र अझ ठुलो भूभाग फैलिएको राष्ट्र हुने थियो, अथवा हाम्रो संस्कृतिको हिसाबले पनि हामी अझ धनी हुने थियौँ। हाम्रा चाहिँ दार्जिलिङमा रहनुभएका नेपाली दाजुभाइहरूसित चाहिँ अझ हाम्रो सामिप्यता बढ्थ्यो होला। त्यसैले यसले नेपाली इतिहासमा एउटा चाहिँ दुःखद क्षणको रूपमा हामी यसलाई लिन्छौँ। किनभने यो हामीले वीरता देखाए पनि हामीले अङ्ग्रेजसँग लडेर हाम्रो धेरै भूभाग गुम्यो। यसबाट हामीलाई गहिरो चोट लागेको छ। त्यसैले यसलाई पनि हामीले नेपाली इतिहासको एउटा दुःखद घटनाको रूपमा लिन्छौँ। त्यसैले अब मैले त्यसै गरी तेस्रो नम्बरमा लिएर आएको छु, त्यो भनेको चाहिँ नेपाल सिभिल वार हो, अथवा 10 वर्षे त्यसलाई जनयुद्ध पनि भनिन्छ। यो के भयो भने 1996 देखि 2006 सालसम्म चलेको जनयुद्ध हो। करिब 17,000 भन्दा बढी नेपाली मारिए, अर्बौंको चाहिँ भौतिक क्षति पनि भयो। यसमा चाहिँ हजारौं परिवार टुक्रा भए। दुःखद पक्ष भनेको विकास थला पर्यो, विकासको रूपमा पछि पर्यो, समाज विभाजित भयो। यो युद्धमा कसले जित्यो कसले हार्यो भन्नु पर्दा पनि राजनीतिक चाहिँ केही चाहिँ व्यवस्थाले जितोला, तर आम नेपालीले सबै चिजहरू गुमाए। किनभने धेरैले आफ्नो परिवार गुमाए, ज्यान गुमाए, आफ्नो सम्पत्ति गुमाए। यसलाई पनि एउटा दुःखद घटनाको रूपमा लिन्छ। त्यसै गरी मैले अर्को घटना लिएर आएको छु, नेपालको राजदरबार हत्याकाण्ड। यो चाहिँ यसलाई चाहिँ 2001 सालमा चाहिँ राजा वीरेन्द्र सहित उनको सम्पूर्ण परिवारको सदस्यहरूको हत्या गरियो। यो नेपालको इतिहासमा सधैँ दुःखदायक र पीडादायी घटनाको रूपमा रहेको छ। आज पनि धेरै नेपालीहरू यो घटना सम्झिँदा स्तब्ध हुन पुग्छन्। अझै धेरै प्रश्नहरू अनुपस्थित छ। यो घटना कसले गर्यो, किन गर्यो भन्ने कुराहरू चाहिँ अझ पनि प्रश्नको जवाफ पाइएको छैन। त्यसैले यो घटनाले पनि दुःखद घटनाको रूपमा लिइन्छ। यो राजा गुमाउनु पर्यो, हामीले ठुलो कुरा हो, विश्वास गुमाउनु पर्यो। किनभने नेपालको इतिहासमै एउटा दरबारभित्र पनि राजा सुरक्षित हुन सक्नु भएन। किनभने चारैतिर चाहिँ सुरक्षा निकायहरूबाट घेरिएर बस्नुभएको राजाको पनि एउटा चाहिँ रहस्यमय तरिकाले हत्या हुनु भनेको एकदम दुःखदायक र पीडादायक घटना थियो। अझ त्योभन्दा पनि पीडादायक घटना के हो भने त्यसको उचित छानबिन हुन नसक्नु, दोषीलाई उचित कारबाही हुन नसक्नु र नेपाली जनताले त्यसको वास्तविक कारण थाहा नपाउनु एउटा चाहिँ दुःखद घटनाको रूपमा रहेको छ। त्यसै गरी हामीले चाहिँ अर्को घटनाको रूपमा त्यो भनेको चाहिँ खास गरी 2015 नेपालमा भएको अर्थक्वेक अथवा चाहिँ भूकम्प हो। के भयो भने 2072 साल वैशाख 12 गते 7.8 रेक्टरको एकदम ठुलो विनाशकारी भूकम्प आयो, जसमा 8,000 भन्दा बढी मानिसको मृत्यु भयो। पीडा के भयो भने घरबार विनाश हुनु पर्यो, मानिसहरूको ऐतिहासिक सम्पदाहरू ध्वस्त भए, हजारौं बालबालिका अनाथ भए,
धरहरा ढल्यो र नेपाली जनताहरूको चाहिँ आफ्नो चाहिँ पारिवारिक सदस्यका मानिसहरू गुमाउनु पर्यो, जुन नेपालीहरूको चाहिँ मनमा साह्रै दुःखद घटनाको रूपमा रहेको छ। त्यसैले हामीले इतिहासबाट के सिकौँ, फेरि पनि त्यो गल्ती दोहोऱ्याइरहेका छैनौँ। सत्ता र स्वार्थको लोभले देशलाई कतिपटक रुवायो, कस्तो घटनाको रूपमा पुर्यायो भनेर हामीले यी विविध घटनाहरूबाट एउटा पाठ पनि लिन सिक्न सक्छौँ। त्यसै गरी नेपालको इतिहास केवल वीरताको कथा मात्र होइन, यो बलिदान, धोका र पुनर्जन्मको पनि कथा हो। हामी दुःखद अध्यायहरू सम्झन्छौँ ताकि फेरि त्यही गल्ती नदोहोरियोस्। त्यसैले इतिहासले हामीलाई रुवायो अथवा इतिहासले हामीलाई चाहिँ पाठ सिकायो भने भविष्य हामीले एउटा राम्रो पाठ सिक्नुपर्छ। भविष्य चाहिँ आज वर्तमानमा जे भए पनि यसलाई सुधार्दै जाने हो भने भविष्य सुखद हुन्छ, भविष्यलाई सुखद बनाउन सकिन्छ भनेर हामीले एउटा इतिहासबाट ठुलो पाठ लिइरहेका छौँ। जस्तै मैले पहिलो नम्बरमा लिएको थिएँ, हामीले चाहिँ भनौँ न जस्तै कोच पर्वबाट पनि एउटा हत्याकाण्डको पाठ सिक्छौँ। दोस्रो नम्बरमा हामीले लिएर आएको छौँ नेपाल र अङ्ग्रेजको वार युद्ध, जसबाट नेपालले ठुलो क्षति भयो, हामीले हारेर आफ्नो भूभाग गुमाउनु पर्यो, यो पनि त्यस्तै घटनाको रूपमा रहेको छ। त्यसै गरी हामीले चाहिँ नेपालमा भएको चाहिँ सिभिल वार, जनयुद्ध, त्यसमा ठुलो क्षति गर्नु पर्यो। त्यसै गरी राजा